हेलो नमस्ते सबैजनामा आए सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै छु। अनि आजको दिन चाहिँ एकदम नेचुरल तरिकाले स्टार्ट भइसकेको छ। तपाईँहरूको बिहानको सुरुवात चाहिँ के भन्छ त कफीहरूबाट स्टार्ट हुन्छ अनि हाम्रो चाहिँ प्योर ब्ल्याक टीबाट स्टार्ट हुन्छ। यस्तो भ्यूमा यस्तो ब्ल्याक टी खान कस्तो मजा आउँछ। अनि आए तपाईँहरू सब सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामै छु, फिट एन्ड फाइन छु। चेस अनि खतरा मैले भिडियो नलिएको चाहिँ त्यस्तै धेरै भइसकेको थियो, त्यही भएर आज चाहिँ मैले भिडियो लिइसकेको छु खतरा तरिकाले, बवाल तरिकाले। आमा खतरा एकदम बवाल। लसुनहरूको यस्तो हालत छ, सागहरू कस्तो छ, दाउराहरू त्यस्तो लिएको छ हामीले होइन। अनि यस्तो खतरा छ भ्यू, यस्तो भ्यूमा चक्क चिया टी इन्जोय गर्दा त बवाल हुन्छ नि त। अनि धमिलो हावालाई हावा चाहिँ ठिक हो। सरस्वती पूजा पनि आउँदैछ, बिहान बिहान कसै नुहाउने केटाहरू तिनीहरू कुकुरहरूलाई चाहिँ अब नुहाउन पनि सजिलो हुन्छ। अब मजाले नुहाउने हो भोलो हौ। त्यो चट्ट पारामा अब जसा इन्जोय गर्ने हो। अनि उता जानुपर्छ त भिडियो बनाउनु। दाजुको व्लग चाहिँ बवाल तरिकाले स्टार्ट भइसकेको छ बिहान बिहानको। मस्त बिहानै घाम आइदिरहेको छ क्या आज, कस्तो खतरा घाम आइदिएको यार बिहान बिहानै कसम आम्मामा। अनि यही घाम सँगसँगै मैले चाहिँ लुगा पनि धुइसकेको छु कसम। हेर्नु त कस्तो खतरा खतरा लुगा धोएको छ। ए सरी है गाइस, थोरै म्यासेज प्रब्लम आइरहेछ। अनि त्यही भएर मैले चाहिँ बिहान बिहान यस्तो दामी घाम झुल्किरहेको थियो र मैले चाहिँ लुगा धुइसकेको छु। फेरि अलिकति बाँकी छ, अलिकति बाटोमा रेडी हुँदैछ। अनि चट्ट पारमा लुगा धुनुपर्ने हुन्छ आज चाहिँ खतरा गरी। हेर्नु है म कसरी धुन्छु होला त लुगा। तेरिका हो कसम। तर यो लुगा धुन भने चाहिँ यस्तै गाह्रो हुन्छ नि कसम। डबल तरिकाको लुगा भगवान। कुन ब्रान्डको हो फेरि यो? हेर्नु त यो कुन ब्रान्डको? आम्मामा कति कालो रङ गएको बाफ्रे कसम। यो कुन ब्रान्डको पेन्ट हो होइन? त्यो ब्रान्डलाई मेसेज गरिदिनु ल। के बिजी कालो गएको बाफ्रे, रङ त खतरा जाँदो रहेछ है। आम्मामा बिहानदेखि त धोक्को हुँदैछ क्या फेरि। एक सेकेन्ड
खतरा तरिकाले धुइसकेको छ यहाँदेखि परैसम्म छ अरू पनि धु भन्नुहुँदै थियो कि मैले चाहिँ नधोएको किनभने अब बिहानदेखि उठेदेखि धोकेछ अल्छी लागिसक्यो नि खतरा आज कहाँबाट घाम झुल्क्यो कसम नभए त घामै लाग्दैन थियो यार यस्तो पनौती हुन्छ नि यो ठाउँ घामै लाग्दैन थियो नुहाइदिनु पनि पर्छ हौ अब त पानी यता थापेर यता राख्थ्यो नि यति नुहाउने टक्क हिरो हुनु परेन आज सो गाइस अहिले चाहिँ हामी जङ्गलको बिचमा आइसकेको छौँ चट्टापाडामा जङ्गल हेर्न सक्नुहुन्छ जङ्गलको बिचमा आइसकेका छौँ के कस्तो हुन्छ हात्ती भेटाउँछौँ भेटाउँदैनौँ हामीले हात्तीको खोज निगरानी भइरहेको छ तपाईँ हावा बोल्दैथ्यो मैले चाहिँ कहाँ हात्ती भेट्न आउँछ त नि यस्तो जङ्गलको बिचमा यो गर्नु छ हामी यसो घरमा अल्छी लाग्यो होइन दिल्लीमा त एकछिन जङ्गलतिर पुगेर आइदिउँ कस्तो छ जङ्गलको माहौल भनेर चाहिँ यसो जङ्गल डुल्न हिँडेको क्या त्यहाँ त्यस्तो हात्ती साथी हामीलाई खोज्छौँ हाम्रो राजा 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 चाहिँ ए डराएको चाहिँ होइन अनि जङ्गलमा चाहिँ घाँस दाउरा लिन आउँछौँ क्या हामी फेरि मेरो क्रस फायरमा आएको फेरि जस्तो यस्तो जस्तो मान्छेहरू जस्तो पाए त्यस्तो गाडीमा हिँड्दैन नि त एकदम आमामा डट क्रस फायर BMW अन्त के हुन्छ फेरि मलाई त्यसको ब्रान्डको नामै थाहा भएन पक्नै म कपाल उडाइदिन्छु कपाल उडा देख्नुभयो कपाल उड्दैछ हेलो सुलुलुलु सुलुलुलु ल आयो हजुर यो वाला के भन्छ ल चटपटे ले लो चटपटे ले लो चटपटा चटपट चटपटा चटपट चटपटा चटपट ल चटपटे ले लो चटपटे चटपटे ले लो चटपटे आउने घाँस हो अबै घाँस पो रहेछ हामी यहाँ बसेर एक साइडतिर लगाइदिनु घाँस आएर हामीलाई टिचो भने त फेरि बर्रा नि त है को आएको रहेछ हौ घाँस दिन चाहिँ अङ्कलहरू आएर रहेछ नि त घाँस दिन घाँसको बाटो खतरा छ त हजुर एकदम घाँस लिएको भिडियो गर्नुपर्छ ल ल चटपटे ले लो चटपटा चटपट चटपटे चटपटे खाम चटपटे पिरो पिरो नुनिलो अमिलो चस्सा टक्का चिटिक्का ब्युटिफुल आम्मामा खतरा पार यो त कहाँ भयो नजिक यस्तो लाग्थ्यो त अनि चटपटे ले लो चटपटे ले लो चट अमिलो पिरो चस्सा चटपटे आयो चटपटे पडे पडे चटपटे 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 आयो चटपटे रामेको नदी कहाँ आइपुग्यो हामी खोला त नजिक कस्तो लाग्छ त यार चटपटा चटपट नुनी लम्बले पिरो च्वासै मामा थेट सो दाजुभाइहरू अमिलो पिरो च्वास लिएर हिँड्नुपर्छ यहाँ त एकदम खतरा छ खतरा छ चटपटे ले चटपटे चटपटा चटपट बड़े छे चटपट
खाओगे पटपट अरे चटपटा चटपट चटपटा चटपट इन्डिया हुने जस्तो लाग्यो मलाई मेबी हेर्न सक्नुहुन्छ हेलो एभ्रिवान वेलकम टु माई न्यू भ्लग तपाईहरुले भिडियो यदि सुन्न तपाईहरुले भिडियो अहिलेसम्म हेरेर च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला अगाडि हेर्न सक्नुहुन्छ बबाल तरिकाले के हो यहाँ छ नि चटपट चटपट पटपट झटपट बनाइदिन्छु चटपट हा 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 चटपटे चटपटे ए भगवान अगाडि चाहिँ उभि हजुर अब मोबाइल बोकेर के गर्नु पैसै छैन रिचार्जै छैन रिचार्जै छैन ए चटपट आयो पक्नै त म हेरिदिइहाल्छु भन्नुभएको कस्तो अर्को लाँदा भोक लागिरहेछ अन्त घोडाइदिन्छ चटपट चटपट ल एकछिन पछि भेट्छु त म चटपटे आयो चटपटे मात्र 50 रुपियाँको प्लेट 50 रुपियाँ प्लेट चटपटे आयो चटपटे चटपटे आयो चटपटे चटपट आयो चटपट बनाइदिन्छु झटपट सबैले खानु लटपट जल्दी जल्दी खाऊ और घर जाऊ सो हामी चाहिँ यस्तो न्यू बिजनेस खोलिसकेको छु मैले चाहिँ यो अब घाँसमा आएको दाउरामा आएको मान्छेलाई भोक लाग्छ भनेर चाहिँ मैले चटपटे बेच्ने निधो गरिसकेको छु अब म चटपटेको बिजनेस गर्छु अनि त्यही हो अब चटपटे 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 चटपट बबल पाराले यहाँ आएर खतरा पिकनिक खाइदिनु पर्छ क्या अब भोलि लिएर दाउरा साउरा खोज्नु पर्दैन जङ्गली हो आफ्नै हो आफ्नै एरियाको जङ्गल हो नि कसम खोज्नु नि पर्दैन दाउरा साउरा चटपटे आयो चटपटे ए साथी ए होम पाइप चाहिँ म यहाँनिर भारी बिसाउँथेँ अरू बेला यहाँनिर आएको मान्छे हामी कहाँ गएको आज अब यहाँ हो क्या भारी बिसाउनु तिमीहरू जान्दैनौ 6 क्लास 5 क्लास पढेका जाँठाहरू भिडियो हेरेर जान्दैनौ हामी जस्तो एसएलसी पास गरेका हो जान्दैछौ त नि खतरा तरिकाले होइन यही हो बस्ने ठाउँ चाहिँ यही हो होइन यस्तो ठाउँमा यसरी बसेको उता अगाडि यस्तो बाटो छ उता माथिबाट लिएर आएको हुन्थ्यो माथिबाट आउनु दिन्छ त्यही हो अब कास पारामा एकछिन बस्छौँ यसो पैसा हेर्नुहुन्छ छ नि पैसा त देखा नि आफ्नो होइन अब अर्को पैसा के गर्नु त्यही अब कत्रो सुनेको बबाल पारामा घरतिर लागिसकेको छ साथीहरू खतरा नेसनल बबाल अन्तर्राष्ट्रिय पारामा चलिरहेको छ त्यो चाहिँ राख्नु होइन प्रतीक्षाहरूकोमा दिनुपर्छ नि हाम्रो लिएर जानुपर्छ त्यही हो अब चट्टे पारामा अनि
ल ल थ्याङ्क यू फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न भने चाहिँ नबिर्सनु होला नेक्स्ट भिडियोको लागि वेट गर्नु होला भिडियो चाहिँ बबल बबल आउँछ जाडो जाडो छ घामै छैन क्या अहिलेसम्म यत्रो दिउँसो घाम छ यत्रो दिउँसो 1-2 बजी छ घामै छैन त्यही हो दर्शकले थन्के गरी सबै काम भइसकेको छ ओके बाई बाई नेक्स्ट भिडियोको लागि वेट गर्नु होला अनि मेरो इन्स्टाग्राममा लिङ्क दिन्छु इन्स्टाग्राममा गएर फलो गरिदिनु होला टिकटकमा पनि फलो गरिदिनु होला र अनि यस्तो यस्तो कन्टेन्ट हेर्नको लागि च्यानललाई सब्सक्राइब गर्न भने चाहिँ नबिर्सिनु होला ओके जय नेपाल